खाने हैन त मिठो अर्ग्यानिक पकौडा, त्यो पनि घरमा आफै बनाएर। हाई नमस्ते एभ्रिवान, म सरिता। स्वागत छ तपाईहरुलाई मेरो आजको नयाँ भ्लगमा। आज भने हामी घरमै यसरी पकौडीहरू बनाउँदै छौं। जुन चाहिँ पहिला हामीले पकौडीहरू बनाउँदै पहिला हामीले काने साग लियौं। काने साग चाहिँ यो बारीमा प्रशस्त पाइन्छ गाउँतिर। अनि त्यसपछि चाहिँ एउटा अर्को भाँडोमा चाहिँ हामीले पिठो लग्यौं मैदाको। त्यसलाई चाहिँ मजाले भिजाएर गिलो बनायौं। अनि केही समय त्यसलाई मर्न दियौं। अनि त्यसपछि फेरि मार्दै मार्दै हामीले सेलरोटी बनाउने पिठो चाहिँ बनायौं। अनि त्यो पिठोमा त्यो चोप्दै पकाउँदै गर्नुपर्छ। अनि त्यो भन्दा अगाडि चाहिँ हामीले एउटा भाँडोमा तेल ततायौं र यसरी चोप्दै त्यो तताएको तेलमा पकौडीहरू हाल्न थाल्यौं। अनि लो हिटमा आगो बाल्यौं र प्यान तात्तिन दियौं। प्यान तात्तिदै जाँदा पकौडीहरू क्रमशः पाक्दै जान्छ। अनि त्यसलाई ब्राउन कलरको भएपछि फेरि अर्को पल्ट फर्काउनु पर्छ। यो चाहिँ हामीले विशेष गरी साउने संक्रान्तिको लागि पकाउँदै छौं साथीहरू। साउने संक्रान्तिमा यसले चाहिँ विशेष भूमिका खेलेको हुन्छ। यो चाहिँ हाम्रो गाउँतिर विशेष गरी साउने संक्रान्तिमा खाने गरिन्छ। अनि यतिको पाकिसकेपछि हामी यसलाई फेरि निकाल्छौं साथीहरू। अनि हेर्नुस् त एकदमै मिठो बनेको छ पकौडीहरू। कोले खानु भएको छ, खानु भएकोले कमेन्ट गर्नुस् र नखानु भएकोले फेरि ट्राई गर्नुस्। अनि त्यसपछि हामी दिउँसो जंगलतिर बाख्रा चराउन जान्छौं। अनि यसरी च्याउहरू भेट्छौं। च्याउहरू अनि एक आपसमा के च्याउ भन्दै सोध्दै एउटा च्याउहरू यसरी भिडियो लिन थाल्छौं। अनि बिस्तारै भिडियोहरू लिँदै जान्छौं र च्याउहरू पनि फरक च्याउहरू देखाउँदै जान्छौं। जंगलमा चाहिँ यसरी फरक शैलीका आफ्नै तरिकाले आफ्नै स्वरूप र फरक रङका च्याउहरू भेटिएका थिए। साथमा गाउँको बहिनी पनि थिए। ल त पनि भिडियो बनान त भनेर त्यसलाई च्याउ समात्न दिए। त्यसलाई हाई भनेको त लाजले मरि साथीहरू। अनि फेरि अर्को च्याउहरू देखाउँदै थिए म चाहिँ। अनि त्यही नजिकै चाहिँ यसरी यो घाँसहरू कस्तो मजाले फुलेको रहेछ। अनि मैले भिडियो बनाएर हजुरहरुमाझ देखाए। अनि केही समयपछि फेरि हामीले यसरी अर्को च्याउ भेटायौं। यो च्याउलाई चाहिँ कग्याउ च्याउ भन्छ साथीहरू हाम्रोतिर। तपाईकोतिर के भन्छ कमेन्ट गर्नुस्। अनि अर्को फेरि अलि ठुलो भेटायौं छाता भएको। अनि मैले चाहिँ यसलाई मजाले टिपे साथीहरू। अनि त्यसपछि चाहिँ बाख्राहरू पनि यस्तो मजाले चरिराखेको थिए। अनि यिनीहरू चाहिँ मजाले घाँस खाइरहेको छन्। हेर्नुस् त यस्तो मजाको जंगल छ हाम्रोतिर। बाख्रा चराउन चाहिँ एकदमै सजिलो हुन्छ साथीहरू। सँगसँगै बाख्रा हामी चाहिँ घरमा भएको बेला विशेष गरी यसरी जंगलतिर बाख्राहरू लिएर आउँछौं। अनि 2-4 जना घरको बाख्राहरू लिएर आउँछौं। यसरी मजाले जंगलमा चराउँछौं। अनि घाँसहरू लिएर पनि जान्छौं साथीहरू। चरन चाहिँ एकदमै राम्रो हुन्छ। अनि हाम्रो जंगलदेखि चाहिँ यता पाल्नोपट्टि चाहिँ एकदमै राम्रो भ्यूहरू देखिन्छ। अनि तपाईहरुलाई मैले भ्यूहरू देखाउँछु। अनि तपाईहरु पनि हेर्नुस्। यो पाल्नोपट्टि देखिने गाउँ चाहिँ हाम्रो गाउँदेखि धेरै टाढा हो। अनि यसरी भेडाहरू पनि मजाले चरिरहेको छन् साथीहरू। अनि ल हेर्नुस् यो भ्यूहरू झन् एकदमै राम्रो छ। त्यो बादल लागेको ठाउँ चाहिँ फालाभाङ साथीहरू। त्यो अलिअलि देखेको गाउँ चाहिँ गर्चे भन्ने गाउँ हो। हाम्रो जंगलबाट चाहिँ यति राम्रो देखिन्छ। भ्यूहरू पनि एकदमै राम्रो छ साथीहरू। अनि मेरो भिडियो कसले हेर्नुहुन्छ, हेर्ने सबैजनाले लाइक कमेन्ट शेयर अनि सब्स्क्राइब गर्न नभुल्नुहोला। सँगसँगै भिडियो अन्तिमसम्म पनि हेर्न नभुल्नुहोला। ल हेर्नुस् त यो वनमा पाइने
एकदमै राम्रो थियो मैले चाहिँ देखाएको। अनि यो भ्युवर चाहिँ हेरिरहँ लाग्ने थियो, त्यही भएर हजुरहरूलाई देखाएको छु साथीहरू, हेर्नुहोस् है त।